तर मलाई आज मेरो बुढाको साथ त्यहाँ छु तर मेरो मन चाहिँ यहाँ छ। यहाँ यति धेरै माया र स्नेह दिनुभएको छ, आत्मीयता दिनुभएको छ नि। अनि मैले प्रत्येक पुस्तकमा भन्ने गर्छु, तपाईँले सिक्नुहोस्, उहाँहरूको कल्चर सिक्नुहोस्, उहाँले गरेका कार्यहरू सिक्नुहोस्, उहाँले गरेका प्रगतिका कुराहरू सिक्नुहोस् भनेर मैले त्यो बेलामा भन्ने गर्छु। त्यही हिसाबले म आफैमा एउटा भाग्यमानी हाम्रो विश्व परिवार हुनुहुन्छ कि यहाँसँग जोडिएर जुन पक्षहरूको यो विकास भइरहेको छ। आज खुसी लाग्यो, अस्ति पनि हामीले हेरेका थियौँ, सेलिब्रेसन हेर्दाखेरि हामीलाई वही खुसी लागेको थियो, वही मनाएका थियौँ हामीले। यहाँले जितेर जुन हिसाबले यहाँले जुन स्थान प्राप्त गर्नुभयो, म भलिबल सबै टिमलाई प्रायः कोच हाम्रो विशेष आभार दिन चाहन्छु। त्यसरी क्लबको तर्फबाट यहाँलाई हार्दिक बधाई दिन चाहन्छु। र बहिनीको त कुनै नगरौँ, उहाँको अघि बोलेको कन्फिडेन्स देख्दा 100% लाग्यो र एकदमै उहाँले यो विमान राखेको फर्स्ट जिल्लाको फल हुँदाखेरि एकदमै गौरवको अनुभूति भएको छ। त्यसरी म हाम्रो बहिनीलाई उठेर अगाडि आइदिनु नभएको उहाँलाई हौसला तर्फबाट म सानो गभर्मेन्टको सम्मान गर्न चाहन्छु। म यही बसेपछि उहाँको बोलेको सुन्दै गर्दाखेरि मलाई टोल आयो, म सिलगढी जाने गर्छु। है त्यो सानो हो तर पनि एकदमै राम्रो त्यो सानो ठुलो एमाउन्ट होइन तर पनि उहाँको हौसलाको स्वरूप म अघि बस्दा बस्दै मलाई मनमा आयो। अझ हिसाबले मैले बढी पुस्ताको लागि त्यो गरेको र यहाँ पनि आगामी दिनमा पनि अझ यहाँ भाइ यहाँका प्रतिभाहरू खाने गर्नु होला, यहाँका विभिन्न अतिथि क्रियाकलापहरूमा विभिन्न कार्यक्रमहरू यहाँ गरिरहनु भएको हुन्छ। यहाँका अझ शिक्षक शिक्षिकाहरूले पनि उहाँको भित्र के छ त प्रत्येक व्यक्तिले एउटा क्षमता हुन्छ, उहाँसँग के चिज डिस्क्राइब गरेर पत्ता लगाएर त्यो अनुसार उहाँलाई त्यो खालको बाटोमा दियो भने अवश्य पनि उहाँले राम्रो गर्नुहुनेछ भन्ने कुराहरू राख्दै र विशेष गरी यो आजको हामीले कार्यक्रमको लागि हामी अनुमति भइसकेको छ। सबै वर्गका साथीहरूले कसैले 2000 कसैले 3000 कसैले 5000 कसैले सहयोग गरेर हामी सबैले पाएर यहाँ आवश्यकता के छ त्यो आवश्यकता अनुसारले त्यो कार्य गरेर हो र त्यो रूपले यहाँले दिनुहुनेछ। र भाइले अझ आफ्नो सेवालाई अभिवृद्धि गर्नको लागि खेलकुद सामग्रीको भक्कु प्रयोग गर्नुहोला भन्ने यहाँलाई आग्रह गर्दै आज त 10 वर्ष पहिला ट्रेनले आउँदाखेरि त्यो बेलाको फ्लो अहिले सर्लग पुलमा सङ्ग्रहमा पाइएको छ, बाटोघाटो त्यस्तै छ। अहिले बाटो बढ्दै गइरहेको खुसी लाग्यो। यो हामी आउँदै गर्दाखेरि कहिले आफ्नो गाउँमा खुसी लाग्दो रहेछ। हामी आउँदा त्यस्तो अवस्था थियो, बाटोको कुनै अवस्था थियो, अनि बाटो पनि राम्रो हुँदै गइरहेको छ, विद्यार्थीले पढाइ गरिरहेको छ, स्कुलको भवनहरू पनि अझ राम्रो बनिरहेको छ, लाइब्रेरी पनि त्यस्तै हुँदै गइरहेको छ भन्दाखेरि हामी कृषि परिवारलाई झन् अहिले बाटोमा पुरा गरेर हेरेको थियो, मनै गुरुङ भएको छ। त्यसको लागि म इमान सर र रामे सरलाई पनि उब्जिरहनु गर्छु र कृषि विषय सबैले उहाँलाई तालिमबाट सम्मान गर्ने गर्छु। उहाँले विचारको लागि हामीले सहयोग गर्नुभयो र हामीलाई अभिभावकको भूमिका पनि गर्नुपर्छ। यही कुरा राख्दै आजको बाल विस्तार दिवसको अवसरमा म पुनः सबै कृषिको परिवार हाम्रो लाइसको कृषिको सबै परिवारप्रति आजको दिनमा म आभार व्यक्त गर्न चाहन्छु। हाम्रा जिल्लाधिकारीले आज सम्बोधन गर्नुहुने कर्मचारी ग्रुपलाई पनि म यो बेलामा सम्झाउन चाहे। यिनै कुरा राख्दै मेरो भनाइ यहाँ गर्छु। धन्यवाद, नमस्कार, जय धन्यवाद।